सरकार देशको दुईटा ठुला पार्टीहरू मिलेर बनेको छ। सरकारको स्थायित्वमा गणितको हिसाबले कुनै शंका गरिहाल्ने ठाउँ छैन। तर सरकारले जुन नीति तथा कार्यक्रम ल्यायो त्यो हेर्दाखेरि चाहिँ सरकार निराश छ जस्तो देखिन्छ कि सरकार स्वयंमै कुनै उत्साहहरू देखिँदैन। एउटा विधि पुर्याउनु पर्ने थियो, नीति तथा कार्यक्रम ल्याउनु पर्ने थियो, ल्याइदिए जस्तो मात्रै देखिन्छ। विगतको भन्दा फरक दुई चार कुराहरूमा छ, नत्र भए गरिनेछ हुनेछ भन्ने जसरी थियो त्यसरी नै आएको छ। अघिल्लो साल 81 पृष्ठको थियो, अहिले चाहिँ 56 पृष्ठको छ। बरु कतिपय सैद्धान्तिक दृष्टिकोणले भने अघिल्लो चोटिको नीति तथा कार्यक्रममा चाहिँ केही प्रयास गर्न खोजेको हो कि केही कोसिस गरेको हो कि फरक देखाउन खोजेको हो कि भन्ने जस्तो देखिन्छ। र अहिले हेर्दाखेरि मैले टिपेरै ल्याएँ। गत वर्ष के लेखेको थियो भन्दाखेरि नेपाली जनताको सुख र समृद्धिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्ना नीति तथा कार्यक्रमहरू तयार गर्नेछ भने पनि आशा जगाउने प्रयत्न गर्नेछ यो व्यवस्थाप्रति भन्ने थियो। अब अहिले यस वर्ष चाहिँ सरकारको के आयो भन्दाखेरि अब संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने भन्नेसम्म त यो गणतान्त्रिक सरकारले लेख्नु ठिकै छ, तर त्यसका विरुद्ध चाहिँ नि प्रतिवाद गर्ने भन्ने हो, लड्ने भन्ने चाहिँ नि नीति तथा कार्यक्रममा ल्यायो। यसबाट के देखिन्छ भन्दाखेरि यो सरकारलाई सरकार मात्रै अनिश्चित छैन कि यो व्यवस्था नै अनिश्चित छ भन्ने लागिसक्यो र हामीले जो बारम्बार उठाइराखेको छौँ त्यो विषयलाई सम्बोधन गरेकोमा म सरकारलाई धन्यवाद दिन चाहन्छु। तर म सरकारलाई सँगसँगै सत्तापक्षीय साथीहरूलाई, माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, यस्तो कुरा भनौँ यो गणतन्त्रको र यो संविधानमा भएका कतिपय व्यवस्थाहरूको विरुद्ध अथवा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउन सकिँदैन र यस्तो कानुन बनाउन पाइँदैन। यो संविधानले नै निषेधित गरेको विषय हो। बारम्बार यहाँ कुराहरू उठिराखेका छन् कि राप्रपाले राज संस्था स्थापनाको कुरा गर्नु, हिन्दू राष्ट्र स्थापनाको कुरा गर्नु, सङ्घीयता खारेजीको कुरा गर्नु संविधान विरोधी हो र यिनीहरूलाई दण्डित गरिनुपर्छ भनेर भनिन्छ। तर यो संविधान निर्माण गर्ने क्रममा निर्णायक तहमा राप्रपा थिएन, तपाईहरूले बनाउनु भएको हो। जसले त्यो कारबाहीको माग गरिराख्नु भएको छ त्यो संविधान तपाईहरूले बनाउनु भएको र त्यो संविधानको धारा 270 तपाईहरूले पल्टाएर हेर्नुहोस्, त्यो के लेखेको छ? राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज भनेर भनेको छ र त्यसको 1 मा धारा 269 बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानुन वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ भनेको छ। भनेको हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी खोल्दाखेरि हाम्रो विधानमै स्पष्ट रूपमा हामीले के लेखेका छौँ भने हामीले सक्यौँ भने राज संस्था पनि स्थापना गर्छौँ, हिन्दू राष्ट्र पनि स्थापना गर्छौँ, यो प्रदेश तह खारेज गरेर 2 तहको सरकार स्थापना गर्छौँ र भ्रष्टाचारीहरूलाई दण्डित गर्छौँ भनेर दण्डित गर्ने व्यवस्था कायम गर्छौँ भनेर हामीले भनेका छौँ। र त्यो चिज स्थापना गर्नको लागि, त्यो मान्यता प्राप्त गर्नको लागि हामीले संसदमा पनि आफ्नो कुरा भन्छौँ र प्रचार प्रसारमा जान पाउँछौँ, जनतालाई भन्न पाउँछौँ, भेला सम्मेलन गर्न पाउँछौँ। यो संविधानले निषेध गरेको छ मात्र होइन, त्यो व्यवस्थालाई त्यसलाई सुरक्षित गरेको छ र त्यसलाई बन्देज लगाउने खालको कुनै कानुन पनि बनाउन पाइँदैन भनेर भनेको छ। र त्यति मात्र होइन, हामी अझै स्पष्ट हुन जरुरी छ कि जुन संविधानको 274 धारा
त्यस संविधान संशोधन भनेको नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। भनेपछि त्योदेखि बाँकी तपाईँको गणतन्त्र, तपाईँको धर्मनिरपेक्षता, तपाईँको सङ्घीयता त जहिले पनि संशोधन गर्न सकिनेछ भन्ने कुरा त यो संविधानले नै प्रश्न पारेको छ। र त्यसकारण मैले कतिपय साथीहरूले संविधानको पूर्ण खारेजीको कुरा गर्दाखेरि मैले भने यो संविधानमा सबै कुरा नराम्रा छन् भन्ने कुरा होइन। यो संविधानमा भएका कतिपय कुराहरू जो हामीले जोगाएर लानुपर्नेछ। त्यसकारण यो संविधानले दिएको सुविधा अन्तर्गत नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मान्यताका कुराहरू उठाइराखेको छ। हामीले यो संशोधन पेश गर्न सक्थ्यौँ, तर हामीले संशोधन पेश गरेर यहाँ पारित हुँदैन। त्यसकारण हामीले संशोधन पेश गरेनौँ। तर म यहाँ फरक मत राख्न चाहन्छु र सँगसँगै फेरि पनि भन्छु, सरकारले यस प्रकारको निषेधको कुराहरू आफ्नो नीति तथा कार्यक्रममा लेख्नुभन्दा भनौँ राज्य आतङ्क सिर्जना गर्ने खालको विपक्षी विचारलाई आतङ्कित गर्ने, निषेध गर्ने खालका आफ्नो